यिनीहरू भनेको नि भेडे पार्टीका भेडे संसदहरू हुन् के। यिनीहरूको काम भनेको जनताका मुद्दा लगेर सरकारमा बुझाउने होइन के। राम्रो काम गर्ने सरकारको विरुद्धमा लागेर त्यसको पछाडि लागेर सरकारलाई तल खसाउनु हो के। यिनीहरूको कामै त्यही हो। आज पनि संसद अवरुद्ध गरेको छ त्यो एउटै बोलीमा एउटै भनाइमा। भने सरकारले जे बोलेका छन् ठिकै बोलेका छन् त, त्यसको असर त परेको छ, विश्वलाई असर परिरहेको छ, चर्चा परिचर्चा भइरहेको छ। यतिसम्म त भयो, बुझ्नेले बुझिरहेको छ। यी अबुझ यी भेडे पार्टीका भेडे संसदहरू तिमीले सरकारलाई काम गर्न दिँदैनौ होइन, जनताका मुद्दा लिएर गएको हो तिमीहरू। अझै कति चाहिँ तिमीहरू संसद अवरोध गरेर बस्छौ, कहिलेसम्म यो सरकारलाई काम गर्न दिँदैनौ तिमीहरू। जनताले हेरिरहेका छन्, बुझिरहेका छन्, बुझेर अगाडि बढाए। फेरि अरू दिनमा तिमीहरूको त खैरात छैन त, जिन्दगीमा कहिले अगाडि बढ्न नसक्ने स्थिति आउन सक्छ तिमीहरूको। त्यो सबै जनताको हातमा छ नि। फेरि याद राख, तिमीले के गर्दैछौ, कुन बाटोतिर जाँदैछौ, के गर्दैछौ, याद राख है। जनताहरू विचार गर्दैछन् नि। सत्तापक्षको तर्फबाट अझै पनि सुध्रेनौ भने अब तिमीहरू जिन्दगीमा कहिले पनि सुध्रिँदैन। भेडे पार्टीका भेडे संसदहरू जानकारी नै छ। हामीले हाम्रा मुद्दाहरू दर्ज गराएका छौँ, हाम्रा विषयवस्तुहरू दर्ज गराएका छौँ। त्यस कारणले त्यसको पनि कार्यान्वयन हुँदै जान्छ र हामी हाम्रो आफ्नो विषयवस्तु जुन अहिले लामो समयदेखि हामी बजेटको बहसमा जानुपर्ने त्यो रोकिरहेको छ। त्यस कारणले बसौँ, सबैले कार्यसूचीमा प्रवेश गरौँ, छलफलमा अगाडि बढौँ र यहाँले राख्न चाहेका कुराहरू राख्नु नै भएको छ। सरकारले जानकारी पाएको छ, त्यस कारणले सरकार त्यसमा गम्भीर नै हुन्छ भन्ने मलाई विश्वास छ। त्यस कारणले बसेर आजको कार्यसूची अगाडि बढाउनलाई सहयोग गर्नुहोस्।